साथीहरू नमस्ते। सधैँ चाहिँ आज पनि म हजुरहरूलाई एउटा सानो जानकारीमूलक एउटा भिडियो पसिन गइरहेको छु। आजको भिडियोको शीर्षक छ चुरोट पिउँदाका फाइदाहरू। हुन त चुरोट त कुनै पनि एङ्गलबाट कतैबाट सोच्दा पनि फाइदाको विषय त होइन, तरै पनि त्यो पिउनुका पनि केही हदसम्म चाहिँ एक दुईवटा चाहिँ फाइदा हुन सक्दा रहेछन् है। त्यही फाइदा चाहिँ के हुन् भन्ने विषयमा चाहिँ म हजुरहरूलाई छोटो एउटा मिठो जानकारी दिन गइरहेको छु। चुरोट पिउने बानीले के गर्दछ भन्दाखेरि चाहिँ त्यो तनाव छ भने तनावको बेलामा चाहिँ तनाव कम भएको फिल हुँदो रहेछ क्या। त्यो चाहे क्षणिकै रूपमा भए पनि त्यो फाइदा तनाव चाहिँ अलिक कम भएको जस्तो हुँदो रहेछ। त्यही भएर पनि मान्छेहरूलाई चाहिँ धेरै टेन्सन पऱ्यो अथवा अलिकति केही कुराको चाहिँ एकदमै चिन्ता पऱ्यो भने चाहिँ चुरोट खोजिरहेका देख्छौँ नि हामीले, त्यसले त्यो उनीहरूलाई पनि केही रिलिफ फिल भए चाहिँ हुँदो रहेछ होइन। अनि केही काम गर्नु पऱ्यो भने एकचित्त लाएर त एकाग्रता हुनु पऱ्यो भने पनि चुरोटले सहायता केही हदसम्म सहायता गर्दो रहेछ कि है। चुरोट पियो भने चाहिँ केही काम गर्नलाई अथवा केही सोच्नलाई चाहिँ एकाग्र गर्नलाई एकचित्त हुनलाई चाहिँ थोरै मद्दत गरे जस्तो महसुस हुँदो रहेछ है। अनि त्यो चुरोट पिँदाखेरि चाहिँ के रहेछ भन्दाखेरि चाहिँ अलिकति भोक कम लाग्यो जस्तो, एकदमै भोक लागिरहेको छ भने पनि अति भोक कम लागेको हो कि जस्तो चाहिँ फिल हुँदो रहेछ है। त्यही भएर पनि त्यो चुरोटको साटो के अरे भातको साटो अथवा खानाको साटो बरु चुरोट खाउन पहिले भने जस्तो मान्छेले गर्छन् नि, त्यही रहेछ है। अलिकति भोकको कम महसुस भए जस्तो हुँदो रहेछ होइन। अनि कस्तो हुन्छ भन्दाखेरि सामाजिक कारणले पनि केही फाइदा भए जस्तो हुँदो रहेछ क्या। साथीभाइहरूमा चाहिँ केही घुलमिल भएको हुन्छ होइन। चुरोट खाने मान्छेहरू चाहिँ चुरोटको जमात हुन्छ नि होइन त, त्यस्तै जमात हुन्छ। उहाँहरूलाई चाहिँ त्यो सामाजिक घुलमिल एकत्र साथी बनाउनलाई चाहिँ केही सहयोग गरे जस्तो पनि चुरोट खाएको कारणले देखिन्छ। चुरोट पिउने मान्छेहरूलाई चाहिँ चुरोट खाने बेला चाहिँ हामीलाई पैसाको आवश्यक परे हुँदैन। पैसा चाहिँ चुरोट खान मन लाग्यो अथवा खैनी खान मन लाग्यो त्यस्तो भने चाहिँ पैसा आवश्यक जुट्छ। अरू बेला गोजीमा पैसा हुँदैन, तर जब चुरोट सकिन्छ पैसा हुन्छ भने पनि हामीले मेरो पनि एउटा अनुभव छ। हामी पनि विदेशमा काम गर्दाखेरि चाहिँ अब धेरै साथीहरू चुरोट खानु हुनुहुन्थ्यो। मिसिनहरू हेरिरहनु पर्ने हुन्थ्यो। मिसिन हेर्ने कामहरू गरिरहने बिचमा पनि चुरोट खाने मित्रहरू चाहिँ यसो छासक्क मिलेर बाहिर गएर चाहिँ अथवा चुरोट पिउने रुममा गएर त्यो चुरोट पिउनुहुन्थ्यो। तर चुरोट नपिउने साथीहरूले चाहिँ काम गरिरहनु पर्ने अनुभव पनि मसँग पनि छ होइन। त्यसैले गर्दाखेरि के छ भन्दाखेरि पनि थोरै बिचमा चुरोट पिउनेहरूलाई चाहिँ चुरोट ब्रेक भन्ने नि हुन्छ जस्तो होइन, त्यस्तो पनि मिलिरहेको हुन्छ। तर चुरोट नखानेहरूलाई चाहिँ खासै वास्ता हुँदैन। हस् त, धन्यवाद। यिनै हेलो साथीहरू नमस्ते। आज म हजुरहरूलाई पनि सधैँ चाहिँ अर्को एउटा नयाँ भिडियो लिएर उपस्थित भइएको छु। आजको भिडियोको शीर्षक चुरोट पिउनुका बेफाइदाहरू होइन। अस्ति हामीले चुरोट पिउनुका बेफाइदाहरू के छन् त्यो त हामीलाई सर्वविदित छ। जसले डक्टरहरूले पनि त्यही खालको कुराहरू धेरै गर्नुहुन्छ, अरू सबैले समाजमा पनि धेरै कुराहरू त्यही सुनिन्छ। तर म पनि हजुरहरूलाई यसो मैले लागेको कुराहरू विचार गरेर चाहिँ सेयर गर्न चाहन्छु है। अब यो चुरोट पिउनका बानीले गर्दाखेरि के हुन्छ भने स्वास्थ्यमा ठुलो असर पर्छ कि होइन। स्वास्थ्यमा फोक्सो सम्बन्धी श्वास प्रश्वास सम्बन्धी हुन्छ, तर दीर्घकालमा गएर फोक्सोको क्यान्सर पनि हुनसक्छ होइन, दम पनि हुनसक्छ होइन। त्यस्तै अरू समस्या स्वास्थ्यमा देखा पर्न सक्छ। मुटु तथा रक्तनलीहरूमा पनि त्यो चुरोट पिउने बानीले असर गर्छ है। मुटुहरूमा पनि असर गर्छ, जसले गर्दाखेरि चाहिँ एकैचोटि के सोच्छ भने दमहरू बढ्ने होइन, रक्तनलीहरू ब्लक हुने र हार्ट एट्याक हुने सम्भावना पनि चुरोटले दिन सक्ने रहेछ। दिमाग तथा स्नायु प्रणालीहरू पनि स्मरण शक्ति चाहिँ अलिकति कम बनाउँदै लान्छ कि होइन। दिमागहरूमा चाहिँ त्यो एउटा किसिमको लतले गर्दाखेरि चाहिँ त्यो असर गर्छ। अनि अर्को स्नायु प्रणाली समस्या गर्दाखेरि चाहिँ हामीले के अरे सोच्न अथवा हामीले सम्झिन सक्ने क्षमता अलिक कम हुँदै जान्छ। अनि दाँत तथा मुखमा विभिन्न किसिमको कालो हुने अथवा दाँत कालो हुने, जिब्रो कालो हुने, ओठहरू कालो हुने हामी देखिरहेको छौँ होइन। त्यसले दाँत तथा गिजाहरूमा जिब्रोहरूमा पनि स्वास्थ्य समस्या पार्दो रहेछ होइन। चुरोट पिउनेहरूमा मान्छेहरूको चाहिँ अलिक श्वास प्रश्वास पनि अलिक घनाएको छ थाहा हुन्छ होइन। अनि त्यस्तै जिब्रो पनि कालो, ओठ पनि कालो, दाँत पनि कालो भएर त्यसमा समस्या सिर्जना भइरहेको हुन्छ। अनि त्यस्तै के हुन्छ भन्दाखेरि चाहिँ यो चुरोट पिउने बानीले गर्दाखेरि चाहिँ यदि हामी लेडिज महिलाहरूले चाहिँ पिउनुहुन्छ भने उहाँलाई चाहिँ त्यो गर्भावस्थामा पनि समस्या हुन्छ क्या होइन। अलिक चाँडै गर्भ चाहिँ तुहिन सक्ने अथवा गर्भवतीमा चाहिँ हुन सक्ने होइन। बच्चाहरूमा पनि जन्मिँदै विभिन्न किसिमका रोग लिएर आउन सक्ने सम्भावना हुन्छ। अनि चुरोट खाएको देखिसकेपछि हामीले खायौँ भने वरिपरि आसपासमा भएका मान्छेहरूलाई पनि त्यो चुरोटको गन्ध अथवा धुवाँहरूलाई चाहिँ असर गरिरहेको हुन्छ क्या। उहाँहरूलाई जति नै चुरोट पिउने मान्छे जति नै अरूलाई पनि असर गरिरहेको हुन्छ।
त्यसले गर्दाखेरि चाहिँ यदि सोसल रूपमा अथवा समाज रूपमा अरू छरछिमेकमा पनि हामीले त्यो खासै असर गरेको हो। आर्थिक असर पनि गरिरहेको हुन्छ क्या चुरोट पिउने बानीले गर्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ हामीलाई खर्च भइरहेको हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ हामीले हिसाब गरिरहेको हुँदैन, तर के छ भन्दाखेरि चाहिँ चुरोट पिएको हिसाब गर्नु भने चाहिँ निकै भइरहेको हुन्छ खर्च, त्यसले आर्थिक प्रभाव पनि पार्ने भयो। यसलाई धेरै बेफाइदाहरू छन्। हजुरहरू पनि चुरोट पिउँदै हुन्छ भने भरसक सकेसम्म चाहिँ चुरोट कम गर्दै छोड्न सक्ने हुनुहुन्छ। सामाजिक असर, आफ्नो आर्थिक असर, पारिवारिक असर धेरै असर छन् है त। हस्, धन्यवाद।